सबैभन्दा धेरै चुप लागेर बस्ने मानिसहरू सबैभन्दा गहिरो सोच बोकेर हिँड्छन्। रवि लामिछाने जेलमा हुँदा आशंका, आरोप र हल्लाको भेल थियो। पार्टी कब्जा गर्छन् भन्ने आरोप पनि त्यही जन्मियो। तर त्यही समय डाक्टर स्वर्णिम वाग्ले रविको पक्षमा अडिग भएर उभिए। रविमाथि भएको प्रतिशोध विरुद्धको आवाज बने, छाया झै साथ दिए एक सच्चा सारथी भएर। वैकल्पिक शक्तिहरू एक हुनुपर्छ भन्ने सपना भाषणमा होइन, निरन्तर प्रयासमा बाँचिरहेको थियो र त्यस यात्रामा सबैभन्दा धैर्यपूर्वक लागिरहने व्यक्तिहरूमध्ये डाक्टर स्वर्णिम वाग्ले अग्र पंक्तिमा रहे। आज त्यो प्रयास धेरै हदसम्म सफल भएको छ। सम्भवतः डाक्टर स्वर्णिम वाग्ले रासोपा भित्रका सबैभन्दा सक्षम नेतामध्ये एक, तर पद, प्रचार र भिडभन्दा माथि उठेर पार्टी र देशका लागि आफू पछाडि बस्न सहजै तयार हुने दुर्लभ चरित्र हुन्। डाक्टर स्वर्णिम वाग्लेको त्याग सायद मञ्चमा धेरै सुनिँदैन, तर इतिहासका पानामा गहिरो अक्षरमा लेखिनेछ। तिनै बिर्सिन नहुने पात्र डाक्टर स्वर्णिम वाग्लेको विस्तृत परिचय सहितको बायोग्राफी लिएर आएका छौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। शैक्षिक पृष्ठभूमि र पेशागत यात्रा। डाक्टर स्वर्णिम वाग्ले गोर्खाको बुङकोट गाउँपालिकामा विक्रम सम्वत 2031 मा जन्मिएका हुन्। उनले बुढा नीलकण्ठ स्कुलबाट माध्यमिक तहको अध्ययन पूरा गरेका थिए। त्यसपछि बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक, अमेरिकाको हार्वर्ड युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर तथा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पिएचडी गरेका छन्। उनी पेसाले अर्थशास्त्री हुन् र काठमाडौँ विश्वविद्यालयको सेनेट सदस्य तथा समग्र विकास अध्ययन केन्द्र IIDS का अध्यक्ष समेत रहेका छन्। डाक्टर वाग्ले हाल राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति हुन् र तनहुँको निर्वाचन क्षेत्र नम्बर 1 मा सम्पन्न भएको उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनले विश्व बैंकमा वरिष्ठ अर्थशास्त्रीको रूपमा काम गरिसकेका छन् र संयुक्त राष्ट्र विकास कार्यक्रम UNDP मा एसिया प्रशान्त क्षेत्रका लागि प्रमुख आर्थिक सल्लाहकारको रूपमा जिम्मेवारी सम्हालिसकेका छन्। यसअघि उनले राष्ट्रिय योजना आयोगमा अगस्त 2017 देखि फेब्रुअरी 2018 सम्म उपाध्यक्षको रूपमा र मे 2014 देखि नोभेम्बर 2015 तथा सेप्टेम्बर 2016 देखि अगस्त 2017 सम्म सदस्यको रूपमा काम गरेका थिए। सरकार वा संस्थासँगको सम्बन्ध। डाक्टर वाग्लेले आफ्नो करियरको क्रममा नेपाल सरकारसँग निकट सम्बन्ध बनाएर काम गरेका छन्। उनले राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष र सदस्यको रूपमा काम गर्दा स्वास्थ्य, शिक्षा तथा दिगो विकास जस्ता क्षेत्रका नीति निर्माणमा महत्त्वपूर्ण योगदान दिएका थिए। यस क्रममा 2072 सालको महाभूकम्पपछि क्षति मूल्याङ्कन पोस्ट डिजास्टर निड्स एसेसमेन्टमा सह नेतृत्व गर्दै पुनर्निर्माणका लागि आवश्यक अन्तर्राष्ट्रिय